Hello guys, welcome back another vlog. हामी चाहिँ जाँदैछौँ खुमागाया साकुरा हेर्न। त्यतैतिर नेपाली खानासाना खाने भन्ने प्लान छ। हामी गाइज लेट्स जाँदैछौँ। हामी त्यहाँ हेरेर देखाउने छ कस्तो रहेछ आजको साकुरा। गाइज हामी चाहिँ पोएन पुगिसक्यौँ। मलाई रुगा लागिरहेछ, त्यही भएर चाहिँ मास्क लगाइरहेछ। किनभने अहिले खापुन्चो चलिरहेछ जापानमा। खापुन्चोको लास्ट एलर्जी छ मसँग, पोलन एलर्जी। त्यसैले यहाँ चाहिँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ साकुरा फुलेको। हेर्नुहोस्, यो चाहिँ हो साकुरा। अनि देख्न सक्नुहुन्छ तोरीबारी, जताततै तोरी छ, यता पनि छ। यतापट्टि तोरी देख्न सक्नुहुन्छ, पुरै हो त्यहाँसम्म। होइन, यहाँ गाडी एउटा गाडीको 1000 रुपियाँ पार्किङ रहेछ दिनको। यहाँ चाहिँ गेमहरू भइरहेछ। मौसमले आज दामी चान्स दिएको छ सबैलाई, त्यही भएर सब आएको छन्। भोलिबाट फेरि उ छ के अरे, हाम्रो पानी पर्ने भएको कारणले, मौसमहरू बिग्रिने भएको कारणले सबै आजै आएको छ कि। यति धेरै छन् कि हामी पनि ठ्याक्क टाढाबाट आयौँ। अनि न्युबाट कुमाको आयौँ। त्यसपछि हेरौँ केटाहरू पछाडि छन्, जाँदैछन्। आज दिनभरि साकुरा हेरिन्छ, दामी छ। यो चाहिँ हो क्या तोरीबारी। मान्छेहरू हेर, म चाहिँ तोरीको बिचमा छु गाई, तोरीबारीको बिचमा यहाँ देख्न सक्नुहुन्छ। अनि साइडमा साकुरा छ। योभन्दा दामी भ्यू के चाहियो होइन हामीलाई। अनि आजको दिन यस्तै रमाइलो हेर्दै गइरहेको छ। कस्तो लागिरहेको छ भिडियो हेरेर साथ दिनुभयो, थ्याङ्क यू गाइज। म चाहिँ आज साकुरामा रमाउँछु, तपाईँहरू भिडियो हेर्दै गर्नुहोस् ल। दामी सिनहरू हेर्दै गर्नुहोस्। लेट्स गो।